अब हामी भिडियोको लगभग अन्त्यतिर आइसकेका छौँ र अन्तिममा म के प्रश्न सोध्न चाहन्छु भने यो सिए सम्बन्धी जति पनि बजारमा रहेका भ्रम र यथार्थहरू छन् यसको बारेमा एकचोटि खुलस्त पारिदिनुहोस् न। कुन कुन भ्रमहरू चलन चल्तीमा छन्, उनीहरूको यथार्थ चाहिँ के हो, यसबारे खुलस्त पारिदिनुहोस् न। र यो पहिलो भ्रमको कुरा गर्दा चाहिँ चार्टर्ड अकाउन्टेन्सी सिए चाहिँ साइन्स स्टुडेन्टले गर्नै सक्दैन भन्ने जुन एउटा भ्रम थियो मार्केटमा, त्यो चाहिँ हामीले विस्तृत रूपमा गरिसक्यौँ भने। अब अर्को भ्रमको कुरा गर्दा चाहिँ सिएले चाहिँ एक साइनमा 1 लाख कमाउँछ भन्ने जुन मार्केटमा हल्ला छ, त्यो चाहिँ सत्य पनि हो र असत्य पनि। किनभने मेरो जुन मैले यो 60 वर्षको आर्टिकलसिप गरिसकेँ, यसमा चाहिँ मैले एउटा सिएले 8,000 कमाएको पनि दिएछु एउटा कामको लागि, मासिक भने छैन है मैले। एक साइनको 1 लाख भन्छ, एक साइनमा 8,000 मात्र कमाएको पनि दिएछु भने एक साइनमा 17 लाख कमाएको पनि दिएछु भनेपछि यो चाहिँ एक साइन 1 लाख भनेपछि महिनामा कतिवटा साइन गर्न सक्छ भन्ने कुरा पनि एउटा भयो। र अर्को कस्तो पनि भयो, पैसा चाहिँ केले निर्धारण गर्ने भयो भन्दा चाहिँ हामीले कति ठुलो संस्थालाई हामीले सर्भिस दिइरहेछौँ होइन, र कति समयको लागि दिइरहेछौँ र कस्तो खालको सर्भिस दिइरहेछौँ। जस्तै अब यसमा हुन्छ इन्टरनल अडिट भनिन्छ, एक्सटर्नल अडिट भनिन्छ होइन, र कन्सल्टेन्सी हुन्छ। अब कन्सल्टिङ सर्भिस दिइरहेछौँ भने चाहिँ पैसा खासै त्यति हुँदैन। अझ सानो संस्था हो, सानोतिनो संस्था हो भने त त्यति हुँदैन भने अब ठुलो संस्था हो, सरकारी संस्था हो अथवा अरू कुनै ठुलो संस्था हो, ब्याङ्कहरू हो, इन्सुरेन्सहरू हो अथवा ठुलो एउटा चलेको संस्था हो, र त्यसको चाहिँ अब एक्सटर्नल अडिट गरियो, जुन चाहिँ मेन हामीले अडिट भनिन्छ, पुस मसान्तरको अडिट जुन भनेर हामीले चिनिन्छ, त्यो अडिट गरियो भने चाहिँ त्यसको फेरि झन् बढी संस्था हुन्छ। भनेपछि कामको प्रकार र संस्थाको साइज हेरेर चाहिँ पैसाको निर्धारण हुनुभयो। भनेपछि फटाफट साइन गर्दै 1 लाख कमाउँदै भन्ने चाहिँ छैन, तर अब उसले कस्तो कम्पनीलाई अप्रोच गर्छ होइन, अनि कस्तो काम लिन्छ भन्ने कुराले चाहिँ पैसामा निर्धारण गर्छ। र अर्को पनि भ्रम के भन्दा चाहिँ सिए हुने बित्तिकै होइन अब करोडपति यताउति भन्ने जुन हुन्छ त्यो हुन पनि हुन्छ, तर हामीले त्यो हुन्छ भन्दैमा सुरुदेखि नै ठुलो एक्सपेक्टेसन लिएर चाहिँ सिए हुने बित्तिकै हामीले महिनाकै अब 1 लाख भन्दा बढी खानालाई अलि असम्भव नै हुन्छ। किनभने अहिलेको नेपालको सन्दर्भ हेर्ने भने चाहिँ सिएले चाहिँ सानोतिनो संस्थादेखि एउटा एभरेज संस्थामा काम गर्यो भने चाहिँ एटलिस्ट भने 60-70 हजार त मासिक रूपमा उसको सुरुबाट नै हुन्छ भने चाहिँ उसले अब एक्स्ट्रा काम कति गर्छ होइन, उसको अनुभव कति हुन्छ, त्यो अनुभवले नै उसको पैसालाई चाहिँ बढाउँदै जाने हो। र केही वर्ष चाहिँ सिए भइसकेर काम गरिसकेपछि चाहिँ धेरै राम्रो नै हुन्छ सिए हो। भनेपछि सिए पास गर्ने बित्तिकै यार टपक्क टिपेर लाखौं लाख रुपियाँको बचत गरिदिने होइन, तर सिए पास गरिसकेपछि पनि आफूले कसरी उसले बिल्डअप गर्छ होइन, त्यो कुराले निर्धारण गर्छ र पैसा धेरैभन्दा धेरै कमाउन पनि सक्छ र नकमाउन पनि सक्छ।